आफूले मन पराएको व्यक्तिलाई आफूतर्फ कसरी आकर्षित गर्ने प्रेमको माध्यमबाट आज हामी यो विषयमा छलफल गर्नेछौँ। किनकि प्रेम संसारको सबैभन्दा शक्तिशाली चिज हो। जहाँ प्रेम सकारात्मक हुन्छ त्यहाँ जीवन खुसी, उमङ्ग, हराभरा र शिखर हुन्छ। जहाँ प्रेम नकारात्मक हुन्छ त्यहाँ जिन्दगी बगरमा पुग्छ, जिन्दगी ओह्रालो यात्रामा अगाडि बढ्ने गर्दछ। यहाँहरू सबैजनालाई हाम्रो युट्युब च्यानल मनको मायामा हार्दिक स्वागत र नमस्ते। म लोकप्रसाद ढकाल। लामो समयदेखि प्रोफेसनल पेसामा आबद्ध रहँदै विश्वविख्यात राइटरहरूले लेख्नुभएका पुस्तकहरूको अध्ययन गर्दै ती पुस्तकले भनेको बाटोमा हामी हिँड्न सक्यौँ भने जीवन सकारात्मक ढङ्गले अगाडि बढाउन सकिन्छ र सहज ढङ्गले जीवनयापन गर्न सकिन्छ भन्ने मान्यताका आधारमा मोटिभेसन प्रदान गर्नका निम्ति यी भिडियोहरू बनाउने गरिन्छ। भिडियोहरू बनाउँदा एकदमै धेरै दुःख र मेहनत गर्नुपर्ने हुन्छ। तसर्थ यहाँहरूलाई राम्रो लाग्यो भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनका निम्ति सँगै आउने घन्टीलाई प्रेस गरेर अलमा पनि प्रेस गर्नका निम्ति अनुरोध गर्न चाहेँ भने कम्तीमा भिडियोलाई लाइक र कमेन्ट पनि गर्नुहुनेछ भन्ने अपेक्षा गर्न चाहेँ भन्दै म आजको विषयवस्तुमा अगाडि बढ्ने अनुमति चाहेँ। आज हामी द सिक्रेट पुस्तक रान्डामलले लेख्नुभएको यो पुस्तकको 6औं भागमा रहेको जहाँ सम्बन्ध र प्रेमको बारेमा कुरा गरिएको छ। आजको यो 6औं भागको दोस्रो च्याप्टर अथवा भाग 2 हो। यसमा हामी प्रेमको बारेमा र चाहेको मानिसलाई आफूतर्फ कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नेछौँ। जुन यो पुस्तकले भनेका कुराहरू मात्रै म यहाँलाई जानकारी गराउनेछु। म अगाडि बढेँ पुस्तकले भनेको कुराबाट। पुस्तकले के भनेको छ भने संसारमा सबैभन्दा शक्तिशाली चिज छ भने त्यो प्रेम मात्रै हो। तपाईले सद्भावका साथ, सकारात्मक ऊर्जाका साथ कहीँ कतै कसैलाई प्रेम गर्नुभयो भने त्यहाँ जीवन सुन्दर हुन्छ, हराभरा हुन्छ, खुसी हुन्छ, उमङ्ग हुन्छ र एउटा जीवन चाहिँ शिखरमा पुग्छ। र तर त्यही जीवनमा प्रेम यदि नकारात्मक भयो भने जीवन उजाडिन्छ, रित्तिन्छ। हामीले देखेका छौँ हाम्रो समाजमा। तसर्थ तपाईँ हाम्रो उद्देश्य के हो भने कोही पनि व्यक्तिलाई हामीले चाहेका छौँ। हुनसक्छ तपाईँ महिला हुनुहुन्छ, कोही केटा मानिस बोयफ्रेन्ड अथवा तपाईँले व्यक्तिलाई हस्बेन्ड बनाउन चाहनुभएको होला। तपाईँ केटा मान्छे हुनुहुन्छ, कोही लेडिजलाई तपाईँले आफ्नो श्रीमती अथवा वाइफ बनाउन खोज्नुभएको होला। जे भए पनि तपाईँले चाहेको व्यक्तिलाई तपाईँकै ठाउँमा तपाईँले नै ल्याउन सक्नुहुन्छ। तर त्यो प्रेमको माध्यमबाट त्यसलाई ल्याउन सकिन्छ भनेर भनिएको छ। तपाईँले हाम्रो उद्देश्य कोही पनि मानिसलाई आफूतर्फ आकर्षित गर्ने हो भने पुस्तकले के भन्छ भने तपाईँले त्यो व्यक्तिको अगाडि अथवा तपाईँको जीवनमा फरक मानिसका कुराकानीहरू गर्नु हुँदैन। आफूले चाहेको व्यक्तिले पाउनका निम्ति आफूले चाहेको व्यक्ति बाहेक अरू व्यक्तिको बारेमा कुराकानीहरू गर्ने, नकारात्मक टिप्पणीहरू गर्ने, उसको बारेमा व्याख्या र विश्लेषण गर्ने, उसलाई सोच्ने गर्न थालियो भने तपाईँको ध्यान अन्ततिर मोडिन्छ र तपाईँसँग आउनुपर्ने व्यक्ति अन्तैतिर जान्छ, तपाईँबाट भाग्छ। तसर्थ तपाईँले उसको बारेमा नै बढी कुराकानी गर्ने, चर्चा गर्ने काम गर्नुपर्छ भनेर भनेको छ पहिलो कुरा। र त्यो चाहेको व्यक्तिलाई आफूतर्फ आकर्षित गर्नका निम्ति के टिप्सहरू छन् 4-5वटा, त्यो म यहाँलाई सेयर गर्छु। पहिलो कुरा, तपाईँको मनभित्रैबाट भावनात्मक रूपमा तपाईँले एउटा भावना निकाल्नुपर्छ कि त्यो व्यक्तिलाई म चाहन्छु भनेर प्रेमपूर्वक, एउटा सम्मानपूर्वक, आदरपूर्वक, एउटा उत्साहका साथ तपाईँले मनभित्रबाट भावना निकाल्नुपर्छ पहिलो कुरा। किन भन्दा भावना सबैभन्दा शक्तिशाली चिज हो। भावनाले मानिसलाई आफूतर्फ चाहिँ नि आकर्षित गर्न सकिन्छ। मनभित्रबाट नै त्यो कुरा आउनुपर्छ भन्ने कुरा पहिलो कुरा रह्यो। र दोस्रो कुरा, तपाईँले जो व्यक्तिलाई चाहनु भएको छ त्यो व्यक्तिलाई आफूतर्फ ल्याउनका निम्ति अथवा आफ्नो बनाउनका निम्ति नियमित रूपमा उसँग सम्भव छ भने भेट्ने, सम्भव छैन भने फोनमा कुराकानी गर्ने, मेसेजहरू गर्ने, उसका कुराहरू सुन्ने, आफ्नो कुराहरू सुनाउने, उसका फिलिङ्सहरू बुझ्ने, होइन, उसका बारेमा बढी चर्चा गर्ने, उसको बारेमा बढी समय खर्च गर्ने, ध्यान केन्द्रित गर्ने, उसलाई प्रशंसा गर्ने जस्ता क्रियाकलापहरू तपाईँले गर्नुपर्छ भनेर दोस्रो कुरा भनिएको छ। तेस्रो कुरा के भनिएको छ भने तपाईँले त्यो व्यक्तिलाई पाउँदा तपाईँ कति खुसी हुनुहुन्छ, तपाईँलाई कति उमङ्ग आउँछ, तपाईँले पाइसक्दाखेरि
त्यो खालको भिजुलाइजेसन तपाईँको मस्तिष्कमा तपाईँले हरेक दिन बिहान दिउँसो बेलुका गरिरहनुपर्छ। तपाईँले उसलाई सम्झिनुपर्छ। तपाईँले कसैलाई प्रेमिका बनाउन खोज्नु भएको छ, त्यो मानिस त्यो लेडीलाई तपाईँले पाउँदा तपाईँ कति खुसी हुनुहुन्छ, तपाईँको मनमा कति उमङ्ग आउँछ, तपाईँको जीवन कस्तो हराभरा हुन्छ, त्यो हरेक दिन तपाईँले सम्झेर भिजुलाइजेसन गर्नुपर्छ भनेर भनिएको छ। तेस्रो कुरा र चौथो कुरा, तपाईँका हरेक दिनका एक्टिभिटीहरूमा तपाईँले उसलाई सम्झिएको हुनुपर्छ। तपाईँ कहीँ मार्केटमा जाँदा हुनसक्छ, तपाईँ बाइकमा बस्दा, तपाईँ स्कुटरमा बस्दा, तपाईँले गाडी ड्राइभ गर्दा, तपाईँ मार्केटमा सामान किन्दै गर्दा, तपाईँले खाना बनाउँदै गर्दा, तपाईँले खाना खाँदै गर्दा, हरेक तपाईँका एक्टिभिटीहरूमा तपाईँले चाहेको मानिसलाई तपाईँले तपाईँको मनभित्रबाट सम्झिरहनुपर्छ, त्यहाँ वरिपरि देखिरहनुपर्छ, तपाईँसँग भएको अनुभूति गर्नुपर्छ भनेर भनेको छ। त्यो चौथो कुरा भयो। अनि पाँचौँ कुरा के हो भने, यदि सम्भव छ भने तपाईँ जहाँ सुत्नुहुन्छ त्यहाँनिर उसको ठुलो फोटो टाँस्ने, हरेक दिन त्यहाँ बसेर हेर्ने, उसँग कुराकानी गर्ने, फोटोसँग कुराकानी गर्ने। यदि त्यो सम्भव छैन भने तपाईँको मोबाइलमा, तपाईँको ल्यापटपमा उसको फोटोहरू राख्ने, हेर्ने, त्यो तपाईँको मानसिक रूपमा उसँग चाहिँ कुराकानी गर्ने काम तपाईँले गर्नुपर्छ। र हरेक दिन तपाईँले सुत्ने बेलामा तपाईँले चाहेको व्यक्तिलाई पाउँदा तपाईँको जीवन कस्तो हुन्छ भनेर परिकल्पना गरेर तपाईँ चाहिँ निदाउनुपर्छ। किनकि हामी सुतेको बेला हाम्रो अवचेतन मस्तिष्क एकदमै एक्टिभ हुन्छ र त्यो बेला हामीले जे कुराहरू हाम्रो अवचेतन मस्तिष्कमा पठाउँछौँ, हाम्रो व्यावहारिक जीवनमा त्यही कुरा ठ्याक्कै परिणत भएर आउँछ भनेर यो पुस्तकले भनेको छ। एउटा इन्ट्रेस्टिङ कथा सेयर गरौँ त्यही सम्बन्धको बारेमा र आफूले चाहेको व्यक्तिलाई आकर्षित कसरी गरिन सकिन्छ हाम्रा क्रियाकलापहरूको माध्यमबाट भनेर यो पुस्तकमा लेखिएको एउटा इन्ट्रेस्टिङ कथा छ। म त्यो कथा यहाँले सेयर गर्छु। माइकल डुली भन्ने एकजना व्यक्ति हुनुहुन्थ्यो र उहाँले द सिक्रेट भन्ने मुभी निर्माण गर्नका निम्ति महत्त्वपूर्ण योगदान गर्नुभएको थियो र त्यो मैले अहिले सुनाउँदै गरेको कथा उहाँको त्यो मुभीमा राख्नका निम्ति एक्सपेरिमेन्ट गरिसकेर त्यसले रिजल्ट ल्याइसके पछाडि यो पुस्तकमा राखिएको र त्यो मुभीमा पनि राखिएको छ भनेर भनिएको छ। माइकल डुलीको एकजना साथी हुनुहुन्थ्यो। उहाँले कोही व्यक्तिलाई मन पराउनु भएको थियो अथवा साथी बनाउन खोज्नु भएको थियो, तर उहाँले त्यो व्यक्तिलाई पाइरहनु भएको थिएन। उहाँ एकदमै दुखित र तनावग्रस्त अवस्थामा हुनुहुन्थ्यो र माइकल डुलीले त्यो व्यक्तिलाई द सिक्रेटले भनेका विधिहरूको बारेमा जानकारी गराउनु भयो। एक दिन अचानक माइकल डुलीको त्यो साथी कारमा ड्राइभ गर्दै हुनुहुन्थ्यो र उहाँ आफ्नो घरमा आउनुभयो र कारलाई पार्किङ गर्नुभयो र ठक्क ढोकाबाट बाहिर निस्किनु भयो, कारको ढोकाबाट। अनि निस्किँदै गर्दा माइकल डुलीले भनेको कुरा उहाँलाई याद आयो कि उहाँले त कोही मानिसलाई आफूलाई बनाउन खोजिरहनु भएको थियो, तर उहाँले के सम्झिनु भयो भने ओए मसँग त अर्को मेरो प्रेमिका भनौँ न, प्रेमी पनि हुनुहुन्छ। मैले मेरो मात्रै कार यहाँ पार्किङ गरेँ भने मेरो प्रेमीले पार्किङ गर्ने ठाउँ खोइ त भनेर उहाँलाई फिल भयो र उहाँले तत्काल नै आफूले पार्किङ गरेको कारलाई एक साइडमा पार्किङ गरेर आफ्नो प्रेमीको लागि पनि पार्किङ गर्ने एउटा स्पेस बनाउनु भयो, पहिलो कुरा। दोस्रो कुरा, जब उहाँ आफ्नो रुमभित्र छिर्नुभयो र आफ्नो लुगाहरू राख्नुभयो, उहाँलाई चाहिँ फेरि अर्को खालको फिल आयो कि यहाँ त म मात्रै होइन, मेरो प्रेमी पनि छ। यदि मैले मेरा लुगाले मात्रै मैले आफ्नो दराजलाई भरेँ भने मेरो प्रेमीले लुगा राख्ने ठाउँ हुँदैन भनेर उहाँले आफ्नो दराजलाई मिलाउनु भयो र एउटा साइडमा आफ्नो लागि लुगाहरू राख्ने ठाउँ बनाउँदै लुगाहरू राख्नुभयो भने अर्को साइडमा उहाँले आफ्नो प्रेमीको लागि लुगा राख्ने ठाउँ बनाउनु भयो, स्पेस बनाउनु भयो। दोस्रो घटना भयो। र तेस्रो घटना, उहाँ जब खाना खाने बेलामा जब डिनर गर्ने बेलामा आफ्नो टेबलमा जानुहुन्थ्यो र उहाँलाई के फिल आउँथ्यो भने म एक्लै छैन है, मेरो प्रेमी हुनुहुन्छ। म साइडमा बसेर खाना खाँदै गर्दा मेरो अगाडि प्रेमी हुनुहुन्छ, उहाँले मसँग खाना खाइरहनु भएको छ र उहाँले मसँग कुरा गरिरहनु भएको छ भन्ने फिल उहाँले गरिरहनु भयो। र उहाँ सुत्न जानुभयो। सुत्न जाँदा जब बेडमा पुग्नुभयो, उहाँ एकदमै बिचमा बसेर बेडको बिचमा निदाउने बानी थियो र उहाँले टक्क सम्झिनु भयो, ओए म एक्लै छैन है, मेरो प्रेमी हुनुहुन्छ। म यो बेडको बिचमा म मात्रै सुतेँ भने मेरो प्रेमीलाई, जो मेरो हस्बेन्ड हुँदै हुनुहुन्छ, उहाँलाई सुत्ने ठाउँ हुँदैन भनेर उहाँले त्यो बेडलाई मिलाएर एक ठाउँमा आफू सुत्ने र अर्को ठाउँमा आफ्नो हस्बेन्डलाई सुत्ने ठाउँ बनाउनु भयो। एवं रीतिले उहाँले ती एक्टिभिटीहरू हरेक दिन गर्दै जाँदा केही समयको अन्तरालपछि
उहाँले चाहेकै व्यक्ति उहाँको घरमा आउनुभयो र उहाँहरूको बिहे भयो र एउटा रोमान्टिक लाइफ अहिले बिताइरहनु भएको छ भनेर एकदमै इन्ट्रेस्टिङ र एक्सपेरिमेन्ट गरिएको विषयवस्तु यो पुस्तकको भाग 6मा राखिएको छ। यहाँहरूले हेर्न सक्नुहुन्छ। भन्न खोजेको के हो त भन्दा हामीले गर्ने एक्टिभिटीहरूले हाम्रो मनभित्र आउने भावनाले हामीले गर्ने हाम्रा बिहेभियरहरूले हामीले के कुरा चाहिरहेका छौँ त्यो कुरा आउने र नआउने कुरामा एउटा माध्यमको रूपमा काम गर्छ। तसर्थ सकारात्मक ऊर्जा, विचार, भावना र क्रियाकलापका साथ हामीले काम गऱ्यौँ भने जे चिज खोजिएको, जो मानिसलाई आफ्नो प्रेमी प्रेमिका अथवा आफूतर्फ आकर्षित गर्न खोजिएको त्यो कुरा प्राप्त गर्न सकिन्छ भन्ने यो 6औँ भागको दोस्रो खण्डको एउटा महत्त्वपूर्ण विशेषता अथवा एउटा महत्त्वपूर्ण सन्देश हो भन्ने कुराको जानकारी राख्दै तपाईँहरूको प्रेमी या प्रेमिका हुनुहुन्छ या हुनुहुन्न भनेर तल्लोको कमेन्ट बक्समा राख्न का निम्ति अनुरोध गर्दै अर्को भिडियोमा हजुरहरूसँग भेट्ने अपेक्षा छ। त्यसैले बिदा मागेँ। धन्यवाद, नमस्ते। हजुरहरूको दिन शुभ रहोस्।